आहा कस्तो राम्रो फुल देख्नुभयो नि हैन। यो चाहिँ हाम्रो सङ्घीय राजधानी काठमाडौँमा गएर तपाईहरु चाहिँ रत्न पार्क भन्ने ठाउँमा चाहिँ पुग्नु भयो होला। सबैजना पुग्नु भएको छ, पुग्नुहुन्छ होला। त्यहाँनिर एउटा शङ्खधर पार्क भन्ने रहेछ। त्यो शङ्खधर पार्कमा चाहिँ पुग्दाखेरि त्यहाँको दृश्यहरू देखाउँदैछु म। त्यहाँ कस्तो छ त्यहाँको माहौल वातावरण, त्यहाँ चाहिँ हेर्न लायक छ कि छैन भनेर चाहिँ सबै देखाउनेछु तपाईहरुलाई चाहिँ है। तपाईहरुले देखिरहनु भएको छ फोटो खिचिरहेको अनि रिल्सहरू बनाइरहेको तपाईले देख्न सक्नुहुन्छ। मान्छेको चहल पहल निकै छ, हेर्दा पनि लाग्छ एकदमै रमणीय र घुम्न लायक अथवा चाहिँ भनौं न आराम गर्ने ठाउँहरू पनि थुप्रो छ त्यहाँ रमाउनका लागि हैन। त्यस्तो खालको रिल्सहरू बनाउन, भिडियोहरू अथवा फोटोहरू खिच्नका लागि पनि मात्रै नभएर बालबालिकाहरू रमाउनका लागि, खेल्नका लागिहरू चाहिँ स्रोत साधनहरू पनि राखिएको छ। यो पार्कमा विशेष गरेर साना बालबालिकादेखि वृद्ध वृद्धाहरू पनि आउने थलो बनेको रहेछ, जहाँ मान्छेहरूले भरिभराउँछन्। देख्न सक्नुहुन्छ चहल पहल निकै छ। साना बालबालिकाहरूदेखि लिएर युवा युवतीहरू हैन अथवा भनौं तरुणी तन्नेहरू भनौं न, अनि त्यसैगरी चाहिँ वृद्ध वृद्धाहरू पनि हुनुहुन्छ यहाँ चाहिँ। कोही चाहिँ गफिँदै हुनुहुन्छ, बालबालिकाहरू खेल्दै छन् हैन। कोही चाहिँ आराम गर्दै हुनुहुन्छ छहारी मुनि बसेर। अनि एक अर्काका कुराहरू, सुख दुःखका कुराहरू हुन्छ नि, साट्ने कामहरू पनि भइरहेका छन्। तपाईले सर्व यो भिडियोमा चाहिँ हेर्न सक्नुहुन्छ। मैले चाहिँ देखाइरहेको छु। ल देख्नुस्, यो भिडियोमा चाहिँ यसरी चाहिँ आफ्नो प्रेमी प्रेमिकाहरू पनि बसेर गफ गर्ने, सुख दुःखका अथवा भनौं माया प्रीतिका गफहरू गर्ने हैन। माया साट्ने थलोका रूपमा पनि यो बनेको छ। मात्रै नभएर यतातिर सुतेको देख्न सक्नुहुन्छ, आराम गरेको वृद्ध वृद्धा बुवा आमाहरू पनि आएर चाहिँ त्यहाँ आराम गर्ने थलो बनेको छ। यसरी चाहिँ साना बालबालिकाहरूदेखि लिएर वृद्ध वृद्धाहरू चाहिँ त्यो आराम गर्ने अथवा चाहिँ रमाउने थलो बनेको रहेछ यो ठाउँ चाहिँ। र भिडियोहरू अथवा चाहिँ मनोरञ्जन गर्ने साधन स्रोतहरू भएको हुनाले मान्छेहरूको आकर्षण बढेको छ यतातिर। त्यहाँ रमाउनलाई, भुल्नका लागि पनि स्रोत साधनहरू चाहिँ बनाइएको रहेछ। त्यसले गर्दा पनि अझ सुन्दरता थपेको छ। ल हेर्नुस्, आफ्नो सुख दुःखका कुराहरू गर्ने ठाउँ पनि बनेको छ। यो जनसङ्ख्या बढ्दो क्रममा रहेको ठाउँमा यसरी चाहिँ पार्कहरू बनाइनु पनि राम्रो पक्ष हो भन्ने लाग्छ हैन। जहाँ चाहिँ ठाउँहरू हुँदैन घुमफिर गर्नका लागि, बस्नका लागि, आराम गर्नका लागि, जसले यस्ता खालका पार्कहरू भए भने चाहिँ मान्छेलाई भुल्ने, आराम गर्ने, गफिने, रमाउने थलोको रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ। ल हेर्नुस्, यसरी सबै आफन्तदेखि ल हेर्नुस् यहाँनिर नाच भइरहेको छ भिडियो बनाउनका लागि। बालबालिकादेखि लिएर हेर्नु युवा युवतीहरू छन्। त्यसो भएर चाहिँ यस्तो बढ्दो शहरीकरणका बीचमा चाहिँ यस्ता खालका पार्कहरू चाहिँ आवश्यक देखिन्छ, जहाँ चाहिँ मानवहरूको बढ्दो जनसङ्ख्या भइरहँदाखेरि ठाउँहरू नहुने हैन। त्यसले गर्दाखेरि यस्तै सीमित ठाउँहरू, सीमित क्षेत्रहरू छुट्याइदियो भने चाहिँ मान्छेहरूलाई एउटा छुट्टै आनन्द लिने, रमाउने थलोको रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ। तपाईले म तपाईहरुलाई चाहिँ सुरुदेखि
देखाइरहेको छु कहाँ के छ कस्तो छ भनेर त्यो चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ हेरेर मजा आनन्द लिन सक्नुहुन्छ मात्रै होइन तपाईहरु पाएक मिल्यो भने अथवा चाहिँ आफुलाई चाहिँ मौका मिल्यो भने चाहिँ गएर घुम्न सक्नुहुन्छ त्यहाँ यसो मौका मिलाउने हो मौका समय चाहिँ कहिले आउँदैन आफुले चाहिँ यसो समयहरु मिलाएर जानुपर्छ मौका अथवा भनौं न समय चाहिँ मिलाउने आफुले जुत्ता जाने सबै देखाएको छु ल हेर्नुस् त्यहाँ जे जति उपलब्ध छन् त्यहाँ हेर्नका लागि घुम्नका लागि त्यो सबै तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ जुत्ता खोल्ने रहेछ यहाँ जुत्ता खोल्ने ल यसरी वृद्ध आमाहरू पनि बस्नु भएको छ एकअर्कामा आफन्त साथीभाइहरू बसेर गफ गर्ने बच्चा बच्चीहरू